ड्युटीमा मैले यस्तो धेरै काम गर्नुपर्छ साथीहरू हेर्नु न म गर्नुपर्छ अनि फोटो मेनु अनि त्यस्तै होस्टेज टेक्स अनि त्यसपछि मैले कफी खाएँ यसरी जान्छ मेरो दिन अनि फेरि मप गर्नु पऱ्यो फेरि सब 4 भयो मेरो फेरि 4 भएर मैले कति धेरै मपको दुःख गर्छु म यति दुःख गर्ने साथीहरू मैले फेरि जिम निकालेँ यति धेरै आउनु म यति धेरै आत्तिसकेको थिएँ म कति धेरै आत्तिन्छु बिहानमा 1 घन्टामा मैले सब काम सकाउनु पर्छ कि अनि त्यसपछि मैले सकिँदैन कि भनेर मैले सब गरेँ मैले काम गर्दैछु हेर्नु सक्नुहुन्छ तपाईँले कतितिर काम गर्छु भनेर मैले बिहानमा 6 बजीदेखि 7 बजीसम्मको रुटिन हो मेरो अनि त्यसपछि चाहिँ फेरि भिडियो गर्न मिल्दैन भित्र चाहिँ भिडियो गर्न मिल्दैन 7 बजी सकिसकेपछि चाहिँ त्यही भएर मैले 6 बजी र 7 बजीभित्रको यो मेरो भिडियो हो तपाईँहरूले कति दुःख गरेर विदेशमा पैसा कमाउनु पर्छ भनेर हेर्नुहोस् अर्काको ठाउँमा बसेर यतिकै पैसा कमाउनु सजिलो छैन आयो बाहुबली खतरा काम गर्छु मैले यत्रो चाल्छु हेर्नु गाइजहरू तपाईँलाई थाहै छैन पूजापाठीको भन्दैछ भनेर सब हाल्यो त्यस्तो होइन त्यो दुखाउनु छैन फेरि हाल्दा यस्तो झऱ्यो यस्तो कि पारा तातिन्छ माइ गड 1 घन्टा भ्याउनुहुन्छ अनि यस्तो झर्छ होइन यही कामलाई यति चाबुकको सराउनुलाई अनि फेरि कटेर हाल्नु पऱ्यो पुरा सेटअप गर्नु पऱ्यो कटेर हाल्नु फेरि रेडी हुनु पऱ्यो अब 7 बज्नु लाग्यो अब गेस्ट आउनुपर्छ लाग्यो अब फेरि रेडी हुनु लाग्यो आफ्नो ड्युटी ड्रेसमा अनि मैले मेकअप गरेर चिटिक्क लगाएर अनि कपाल पार्ने अनि त्यसपछि म राम्ररी गर्नलाई मैले हेरेँ यो युनिफर्म ब्युटीको युनिफर्म पनि राम्रो छैन कि मलाई मनै परेन त्यो गर्नुमा यस्तो लुगा अनि पर्फ्युम लगाएँ चिटिक्क भन्नुलाई अनि ब्रेकफास्ट भयो 7 बजी मैले 7 बजी अनि त्यसपछि लन्च मेरो खाना भयो चाउमिन थियो आज चाउमिन फ्रुट 11 बजे अनि फेरि 3 बजे होइन 2 बजे मैले ब्याकअप सुरु गरेँ रिफिल गरेँ किनकि भित्रको त सर्भिसहरूको त मैले भिडियो गर्न मिल्दैन क्या त्यही भएर मोबाइल ल्याउन मिल्दैन लकमा राख्नुपर्छ त्यही भएर मैले पछाडिको मात्रै देखाइरहेको छु सल्डेन पेपर भरेको मैले मेरो दिनचर्या यसरी नै जाने हो साथीहरू तपाईँहरूको कसरी जान्छ भन्नुहोला अनि म घर